एकाउन्टिङ इक्वेसनको पार्ट 3 मा तपाईहरुलाई स्वागत छ। अब यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ 4 वटा ट्रान्ज्याक्सन छ। यसलाई चाहिँ हामी एकाउन्टिङ इक्वेसन चाहिँ बनाउन जाँदै छौं। अब तपाईहरुले देख्न सक्नुहुन्छ कमेन्स बिजनेस विथ क्याश 1 लाख एन्ड फर्निचर 50,000 भनेको छ। अब यहाँ बिजनेस कमेन्स भन्यो अथवा स्टार्टेड भन्यो भनेदेखि बिजनेस सुरु गरेको भनेर बुझ्नु पर्यो। र बिजनेस सुरु गर्दा चाहिँ जहिले पनि क्यापिटलमा प्रभाव हुन्छ। सुरुमा जहिले पनि हामीले क्यापिटलमा प्रभाव हुन्छ भनेर बुझ्नु पर्यो। बिजनेस के लगाएर सुरु गरेको छ त्यो सबै क्यापिटल हो। यानी फर्निचर लगाएको छ, क्याश लगाएको छ, फर्निचर क्याश ब्याङ्क ब्यालेन्स जे जति कुरा लगाएको छ त्यो सबै जोड्ने अनि हामीले क्यापिटलमा राख्दिने। जस्तो यहाँ फर्निचर 50,000 क्याश 1 लाख गरेर 1.5 लाख भयो र क्यापिटलमा हामीले सिधै 1.5 लाख यसरी टोटल गरेर राख्दिने। अनि त्यसै गरिकन अनि हाम्रो यो भनेको एसेट्समा वृद्धि भयो हैन। त्यसपछि हामीले यहाँ एसेट्समा राख्नु पर्यो। एसेट्समा चाहिँ हाम्रो के लगाएको एसेट्समा चाहिँ 1 लाख क्याश यो प्लस भयो। अनि त्यसै गरिकन 50,000 चाहिँ फर्निचर। अब तपाईले यहाँ ब्र्याकेटमा लेख्न सक्नुहुन्छ क्याश भनेर यसरी अनि फर्निचर भनेर यसरी हामीले चाहिँ लेख्न सक्छौं। अब यहाँ चाहिँ हामीले चाहिँ यो भने चाहिँ कमेन्स बिजनेस विथ क्याश एन्ड फर्निचर यसरी हामीले चाहिँ क्वेशनमा दिएकै कुरालाई चाहिँ मिलाएर यसरी राख्दिने। अनि त्यसपछि हाम्रो ल्याबिलिटीमा केही पनि प्रभाव भएन, जिरो प्रभाव भयो। अब हाम्रो चाहिँ यहाँनेरि बिगिनिङ इक्वेसन बन्छ। त्यसपछि यसलाई चाहिँ भन्ने बिगिनिङ इक्वेसन। अनि यो टोटल गर्ने टोटल भयो 1,50,000 इक्वल टु 1,50,000 प्लस 0। हामीले चाहिँ ख्याल गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने एकाउन्टिङ इक्वेसनको प्रिन्सिपल भनेकै एसेट्स चाहिँ क्यापिटल र ल्याबिलिटीको योगसँग बराबर हुन्छ। त्यसकारणले गर्दाखेरि हामी जहिले पनि क्यापिटल र ल्याबिलिटीको योगलाई चाहिँ एसेटसँग बराबर बनाउने कोसिस गरिन्छ। र हाम्रो अब दोस्रो ट्रान्ज्याक्सन छ गुड्स पर्चेज अन क्रेडिट भनेको छ। उधारोमा 10,000 किनेछ। अब उधारो किन्ने बित्तिकै हाम्रो अब यहाँ पहिला सुरु यहाँ ट्रान्ज्याक्सन लेखौँ गुड्स पर्चेज्ड अन क्रेडिट। अब उधारोमा किन्ने बित्तिकै सिधै तपाईको ल्याबिलिटीमा प्रभाव पर्छ। कति भनेको छ 10,000 सिधै ल्याबिलिटीमा लेख्नु। अनि यताको एसेट्स र यतापट्टिको साइडको क्यापिटल प्लस ल्याबिलिटी इक्वल बनाउनु पर्छ। त्यही भएर त्यो प्रिन्सिपललाई फलो गर्दाखेरि हामीले यतापट्टि एसेट्समा थप्नु पर्यो। ल अब यहाँ चाहिँ हाम्रो यो भनेको चाहिँ ल्याबिलिटी तिर्नुपर्ने भयो हैन। यो भनेको क्रेडिटर्स भयो। अनि यो भनेको चाहिँ हामीले गुड्स किनेको छ। त्यही भएर यो भनेको चाहिँ गुड्स भनेर ब्र्याकेटमा यसरी प्लस एड गर्दिने। यसरी हामीले चाहिँ ब्र्याकेटमा चाहिँ यसरी गुड्स भनेर लेख्दा पनि हुन्छ, हैन ब्र्याकेटमा क्रेडिटर्स भनेर लेख्दा पनि हुन्छ हैन। लेख्दाखेरि अलि क्लियर हुन्छ र नलेख्दा पनि बिग्रिने चाहिँ हैन। अब हाम्रो यहाँ बन्यो न्यू इक्वेसन। न्यू इक्वेसनमा अब यो र यो जोड्नुस्। यो भनेको 1,60,000 आयो। यहाँ 1,50,000 प्लस 10,000 यसरी नयाँ इक्वेसन बन्यो। र त्यसै गरिकन
अर्को छ हाम्रो फर्निचर कस्टिङ 10,000 वाज सोल्ड फर 9,000 भनेको छ। अब 10,000 पर्नेलाई 9,000 मा बेच्यो भने चाहिँ यहाँ चाहिँ लस भएको छ, किनभने कम्ती मूल्यमा बेचेको छ। अब यसलाई चाहिँ हामीले चाहिँ कसरी इन्ट्री गर्ने भन्दाखेरि गुड्स सोल्ड अन लस भनेर लेखौँ। अब हामीले यसको प्रभाव भनेको सिधै भनेको एसेट्समा 9,000 को चाहिँ क्यास आउँछ, 9,000 बेचेपछि 9,000 क्यास आयो, अनि त्यसपछि कतिको गयो बाहिर, गुड्स 10,000 को गयो। यतापट्टि नै हामीले ब्यालेन्स गराउनु पर्यो, ब्यालेन्स गराउनलाई हामीले चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ। अब ल्याबिलिटीमा एडजस्ट हुने कुरा भएन, यो भनेको क्यापिटलमा एडजस्ट हुन्छ। अब यहाँ यसको फरक भनेको कति छ, फरक भनेको हाम्रो 1,000 फरक छ, अनि माइनस ठुलो छ, त्यही भएर हामीले यहाँनिर माइनस 1,000 राख्दिने। अनि यसरी हाम्रो फेरि अर्को इक्वेसन बनाऊ। यसलाई पनि भन्ने न्यू इक्वेसन। अब हाम्रो यहाँनिर आएर 1,60,000 मा 9,000 जोड्यो, 10,000 घट्यो भनेपछि यो भनेको 1,59,000 भयो। अब 1,49,000 हुन्छ, अनि यहाँ चाहिँ हाम्रो 10,000। यसरी हाम्रो न्यू इक्वेसन बन्यो। र त्यसै गरिकन अर्को हाम्रो छ यहाँनिर फाइनल इन्ट्री छ। अर्को यहाँनिर पेड वेजेस भनेको छ 5,000 भनेको छ, 5,000 ज्याला तिरेको छ। अब पेड वेजेस कुनै पनि खर्च हुँदाखेरि चाहिँ वेजेस पेड भनेर लेख्यौँ। कुनै पनि यसरी खर्च हुँदाखेरि चाहिँ जहिले पनि हाम्रो एसेट्समा प्रभाव हुन्छ, एसेट्समा घट्छ, क्यास तिरिन्छ। अब यतापट्टि एडजस्ट गर्दाखेरि हाम्रो क्यापिटलमा एडजस्ट गर्नुपर्ने हुन्छ, किनभने यो ल्याबिलिटीसँग सम्बन्धित हुँदैन, त्यही भएर अनि यसरी चाहिँ हाम्रो यहाँनिर अब फाइनल इक्वेसन निस्क्यो। अब 5,000 घटाउँदाखेरि 1,54,000 हुन्छ। अब यो चाहिँ यहाँ चाहिँ 1,44,000 हुन आयो, अनि यहाँ चाहिँ 10 लाख हुन आयो। यसरी चाहिँ हाम्रो फाइनल इक्वेसन चाहिँ यसरी बनिन्छ। हुन्छ। अब यदि तपाईँलाई कुनै पनि क्वेसन छ, कुनै पनि तपाईँलाई सोध्नुपर्ने छ भनेदेखि तपाईँले कमेन्टमा भन्न सक्नुहुन्छ, अनि अर्को भिडियोमा चाहिँ तपाईँलाई सोलुसन बनाएर चाहिँ बुझाउने छु। आजको भिडियोमा यति नै, धन्यवाद।